साथीहरु वेलकम टु माई भ्लग हैन। आज चाहिँ हामीले चाहिँ टिका अघि लगाइसक्यौं हैन, तर इन्ट्रो चाहिँ अहिले गर्दैछु हैन। तपाईलाई म देखाउँछु नि ल साथीहरु, घरमा टिका लगाएकोहरु हैन। अन्त मामा घरमा टिका लगाएकोहरु सबै देखाउँछु नि ल साथीहरु। हेर्नुहोस् होला मेरो भ्लग अन्तिमसम्म, अनि मेरो भ्लग हेरेर इन्जोय गर्नुहोस् होला। हाम्रो चाहिँ बेसी टिका लगाउने जग्गा चाहिँ छैन, एउटा मात्रै छ मामाकोमा र घरमा मात्रै हो, त्यति मात्रै हो। हेर्नुहोस् मेरो भिडियो। दिदी दाले जाऊ टिकटमा 2,25,000 लाग्यो राम्रो काम गरो ठुलो मान्छे बनाओस् भन्नु न। यिनीहरूलाई लगाएर यसलाई लगाइदिनु अन्त होइन रातो थिएन त्यो आफ्नो भयो सुन देउरी हो यता भदै नि सँगै लगाइदिनु नि नाति पनि लगाइदिनु निहाल्नु कहिले जोडी ल्याउँछ आगोहरू सँगै लगाइदिन्थ्यो नि आउनु खोज्दै डर पनि लाग्छ। डर पनि त हुन्छ नि, डर पनि त हुन्छ नि। आफ्नो जातको भए पनि ठुलो मान्छे बन्यो ठुलो मान्छे अरे ज्ञानी बनोस् पढा लेखामा नियम गर्नु पर्यो नि काकाको मान राख्नुपर्छ। आज दिदा चाहिँ तपाईको पनि खोलिन्छ बाटो। उपलक्ष्यमा चाहिँ हामी हैन मामाको घर जाँदैछौँ। मामा ससुराको घर टिका लाउनु। म मेरो हस्बेन्ड अन्त पछाडि आमा आउनुहुँदैछ हो। सिसारहरू चाहिँ ब्यागमा छ, जाँदैछु। हेर्नुहोस् होला चाहिँ अहिले आइपुगिसक्यो यहाँ मामाको घर हो। ढोकढाक हुँदैछ यहाँनिर। हामी चाहिँ यहाँ बसिरहेको छौँ। यहाँ म यहाँ मेरो हस्बेन्ड छ, यहाँ आमा बाबा हुनुहुन्छ। टिका लाउन आएको हामी चाहिँ यहाँ मामा। धान मकै जाउने मेरो के ठेगान छैन नजान्छु नजान्नु लगाइदिनु नि भइहाल्छ त घरमा त सानो छोरा भयो कोही आउँदैन निकै मलाई सानो भयो कोही जाँदैन टिका लाउनु कोही पनि आउँदैन पछाडि त पनि अहिले भन्दैछ अर्को साल सबै नातिरा त खोइ नाति डराउँछ खबर गरेको छैन त्यही त अब खोइ नआउने हो न होइन खानाहरू त बनाइदिएको छु। अब बुझाएको ठेगान छैन, कोही बेला आयो भने फेरि गाडा ग्रुप आउँछ गाडीमा चाहिँदैन अगाडि मिठो कहाँ मिठो कस्तो मुख बनाउँदो रहेछ पा छैन होला अहिले खाइछ अन्त पा टिका दिँदा हुन्छ रेडो चाचा
थ्याङ्क यू भन् फौजी बनिनु फौजी बनिनु आर्मी बनिनु ल खै ल भनेन आर्मी बन्नु ल आर्मी बनिनु अन्त भोलिको आर्मी टिका पनि लगाइसकिसक्यौँ होइन सबैजना बसिरहनु भएको छ सबैजना बसिरहनु भएको छ अब चाहिँ हामी घर जान्छौँ टिका पनि लगाइसक्यौँ अब चाहिँ हामी टिका लगाएर पनि निक्लेको मामा घरबाट हो आज घर जाँदैछौँ अब चाहिँ हाम्रो टिका पनि सक्यो यति मात्रै हो टिका लाउनु चाहिँ होइन एउटै घरमा मात्रै थियो अन्त टिका पनि लगाइसक्यौँ होइन आजको लागि यति नै अब मेरो माइत जानुपर्छ भोलि पर्सिको दिन होइन त्यतिखेर तपाईँहरूलाई नयाँ भ्लग आउँछ नि ल साथीहरू हेर्नुहोस् तमासा देखाउँदैछ मेरो हस्बेन्डले चाहिँ यता आऊ न अन्त यो साल टिका लाउनु पाउँदा कस्तो लाग्यो एकदम बढिया खुसी लाग्यो तिमीलाई पो कस्तो लाग्यो भन न मसँग लाउँदा चाहिँ किन अरू बेला लगाएको थिइनँ क्या म त राम्रो लाग्छ नि म त आफ्नो हस्बेन्ड साथमा हुँदा टिकाको टाइममा खुसी लाग्दैन अन्त नि कोहीको बिचरा कोहीको होइन जति पनि आर्मीहरू हुनुहुन्छ आर्मीको वाइफहरू बिचरा कोहीले पो सँगै मनाउँछ त कोहीले त मनाउनु पनि पाउँदैन साथमा होइन अरू पनि हुनसक्छ बाहिर छुट्टीहरू हुनु सकेको हुँदैन हस्बेन्डहरू कस्तो विश्वास हुन्छ नि यहाँ हेर्नु चाहिँ मेरो दक्षिणा चोर्दैछ मेरो बुढा राखिदिन्छु पो भनेको त हेर्नु न मेरो पैसा चोर्नु खोज्दैछ है मेरो हस्बेन्ड यस्तो खालको छ देख्नुभयो टिका लाएर दिएको पैसा पनि छोड्दैन मेरो हस्बेन्डले चाहिँ यतिको चाहिँ छ मेरो बुढा अनुहार हेरिहाल्नु ल मेरो यो बुढाको ल भयो तपाईँको भ्लग यतिमै शान्ति हुन्छ साथीहरू मेरो भ्लग यतिमै म एन्ड गर्दछु ल बाई थ्याङ्क यू फर वाचिङ बाई